राष्ट्रिय परिचय पत्र अबदेखि अनलाइन नै डाउनलोड गरी प्रयोग गर्न सकिन्छ। त्यसको लागि गुगलमा गई फाइन्ड एनआइडी कार्ड टाइप गरी सर्च गर्नुहोस्। सुरुमै एनआइडी डाउनलोड लेखिएको ठाउँमा क्लिक गर्नुहोस्। राष्ट्रिय परिचय पत्र डाउनलोड गर्न अब भने केही डिटेलहरू भर्नुपर्ने हुन्छ। सुरुकै बक्समा आफ्नो पुरा नाम थर राख्नुहोस्, नेपालीमा राख्नुहोस्। त्यसैगरी तल इङ्ग्लिसमा फुल नेम राख्नुहोस्। डेट अफ बर्थ बीएसमा राख्नुहोला। सिटिजनसिप इस्यु डेटमा नागरिकता जारी मिति कुन हो उक्त मिति मिस्टेक नगरी राख्नुहोस्। नागरिकता जारी मिति नागरिकताको ब्याक साइडमा हुने गर्छ। सबै भरिसकेपछि क्याप्चामा तल बक्समै भएका लेटर र नम्बरहरू मिस्टेक नगरी राख्नुहोस्। क्यापिटल स्मल लेटर सबै मिस्टेक नगरी राख्नुहोला र सर्चमा क्लिक गर्नुहोस्। यो सँगै हजुरको राष्ट्रिय परिचय पत्र नम्बर र अन्य डिटेलहरू देखिने गर्छन्। परिचय पत्र डाउनलोड गर्न डाउनलोड कार्ड लेखिएको ठाउँमा क्लिक गर्नुहोस्। पुनः डाउनलोडमा क्लिक गर्नुहोस्। यहाँ केही जानकारीहरू राखिएको हुन्छ। हामीले डाउनलोड गर्ने पीडीएफ खोल्न पासवर्ड समेत राख्नुपर्ने हुन्छ। पासवर्ड आफ्नै नामको सुरुको 4 लेटर क्यापिटल र जन्म वर्ष हुने गर्छ। फाइल डाउनलोड गर्नुहोस् र ओपन गर्दा पासवर्ड माग्ने गर्छ। पासवर्ड राखी यसरी ओपन गर्न सक्नुहुन्छ।